आजको यो मोमेन्ट अनेस्टली भन्नु पर्यो भने इट्स फिल अनरियल। जस्ट हिजो जस्तो लाग्छ कि जब म क्लास 9 मा एडमिसन भएको। न्यू प्लेस न्यू फेस, अलि नर्भस अलि एक्साइटेड, तर हेर्दा हेर्दै यो स्कुल मेरो सेकेन्ड होम बनिसकेको थियो। क्लास 9 मा मैले न्यू फ्रेन्ड्स त बनाएन, तर स्ट्रेन्जरबाट फ्यामिली जस्तो बनाए। क्लास 10 मा लाइफ अलि सिरियस हुँदै गयो, स्टुडेन्टको प्रेसर, एक्जामको टेन्सन, तर त्यो सबले मलाई स्ट्रङ बनायो। तिनी ब्लू ड्रेसेसहरुमा खिचाएको फोटो दिमागमा मेमोरी जस्तै छपिसकेको छ। क्लास 11 टोटली न्यू फेस, न्यू सब्जेक्ट, न्यू च्यालेन्ज। कहिले राम्रो भयो त कहिले नराम्रो पनि भयो, तर एभ्री मिस्टेक टोट मी समथिङ। अनि अहिले क्लास 12 को त कुरै के गरौँ, लास्ट इयर हो। यो कुरा थाहा हुँदा हुँदा पनि बिलिभ गर्न गाह्रो थियो कि यो सब अब सकिन लाग्यो। सो मैले ट्राई गरे थिए एभ्री सिंगल मोमेन्ट इन्जोय गर्न, फ्रेन्ड्ससँग स्पेन्ड गरेको सानो सानो मोमेन्ट पनि एकदम प्रिसियस लाग्न थाल्यो। यो 4 सालमा मैले बुकबाट मात्र होइन, लाइफबाट धेरै कुरा सिक्न पाएँ। र टिचर्सहरु दे आर नट जस्ट माई टिचर्स, दे आर लिटरली माई फ्यामिली। कहिले स्ट्रिक्ट हुनु भयो, कहिले एकदम सपोर्टिभ, तर सबै कुरामा हामीलाई राइट पाथ देखाउनु भयो। आज फेयरवेलको दिन मिक्स्ड फिलिङ छ, एक साइड एक्साइटेड फर न्यू जर्नी, अर्को साइड एकदम हेभी फिल हुँदैछ। यो क्लासरुम, यो कोरिडोर, त्यो र्यान्डम लाफ सब अब मेमोरिज मात्र हुन्छन्। थ्याङ्क यू टु माई स्कुल, थ्याङ्क यू टु माई टिचर, थ्याङ्क यू टु ऑल अफ यु टु सपोर्टिङ मी एट माई वर्स्ट मोमेन्ट। तपाईहरुले दिएको माया, सपोर्ट र मेमोरिज आई विल नेभर फर्गेट। म फिजिकली यहाँबाट जान्छु, र मेरो हार्टको एउटा पार्ट सधैँ यही नै हुन्छ। एन्ड दिस इज नट अ गुड बाय, दिस इज जस्ट अ न्यू बिगिनिङ फर माई लाइफ। अनि विद्यार्थीहरू चाहिँ आफ्नो हरेक जीवनको बाटोमा आफ्नो शिक्षकहरूलाई याद गरेकै हुन्छ। आशा छ कि हामीहरू हजुरहरूलाई पनि याद आउने छौँ। अनि एक्चुअली भएको के छ भन्दाखेरि हाम्रो टिचरहरूले हामीलाई सर्टमा लेख्नको लागि मना गरिदिएको थियो। तब मेरो दिमागको बत्ती यसरी जल्यो कि सर्टमा होइन, स्कुलबाट दिएको मायाको चिनोमा लेखाउ नाम भनेर स्कुलबाट दिएको मायाको चिनोमा नाम लेखाएको। अनि त्यसपछि हाम्रो क्लास 11 को भाइ बहिनीहरूले हाम्रो विदाई गरेको, अनि मलाई यति नै मन पर्यो उनीहरूले गरेको काम। अनि क्लास 11 र 12 को धेरै कुराकानी नभए पनि यिनीहरूको भित्र हाम्रो लागि धेरै नै रिस्पेक्ट छ भन्ने कुरा आज थाहा पायो, किनकि आज टिचरहरूले यिनीहरूलाई फ्रिडम दिएको थियो कि तपाईहरुले जे गर्नु छ गर्नु भनेर। आफ्नो सक्दो सब गर्यो र हामीहरूलाई पनि धेरै मन पर्यो। हामीहरूले यिनको वेलकम नर्मली गरे, तर यिनीहरूले हामीलाई प्रपर विदाई दियो। जसरी कि हजुर मलाई चिन्नुहुन्छ कि म भेदभाव कसैमा गर्दैन, त टिचरका साथसाथ मैले स्टुडेन्टहरूको पनि सिग्नेचर लिएको थिएँ कि कस्तो छ के छ, हामीहरू एक दुसरालाई माया एक्सचेन्ज गरौँ भनेर। यहाँ मेरो क्लासमेटहरू यसमा सिग्नेचर गरिरहेको। अनि आजको यस भिडियोको कमेन्टमा फेयरवेल लेखिदिनु होला। त्यसपछि हामी लाग्यो फोटो खिच्नका लागि। अनि आजको लागि बस यति नै मिल्छ। नेक्स्ट वाला भिडियो लगमा, तबसम्म खुश रहनु होला। बाई बाई, टेक केयर गाइस।